मिलेर काम गरौँ खुट्टा तानातान नगरौँ है अध्यक्ष साहब त्यो मेरो छोरा हो कि त्यो उपमेयर चाबी नि झुन्डाउने काम नगरौँ घाँटीमा नलाई नदिउँ यसो नगरौँ है हाम्रो मेरो छोरालाई तपाईँ पत्रकार हो त्यो मेरो छोराको घाँटीको चाबी प्लिज नझुन्डै नदिनुहोस् काम मानि नझुन्डाउनु घाँटी मानि नझुन्डाउनु मानि नझुन्डाउनु त्यो मेयरको घाँटीमा नदिँदैन प्लिज हटाइदिनु के अरे उहाँहरू सबैले खिच्नुहुन्छ नि उहाँले यस्तो काम गर्नुहुन्न क्या हजुर तर यसो चाहिँ नगर्नु अब यस्तो मान्छेहरू अरू नै हुनुहुन्छ को हुनुहुन्छ हामीबाट उहाँले गर्नु भन्नु भएको पनि होइन उहाँ आफैले गर्नु भएको बुझ्दिनु होला भन्नु चाहन्छ हजुर अनुरोध प्लिज त्यो चाबी चाहिँ तपाईँ यत्रो पत्रकार त्यो मेयरको घाँटीको चाबी चाहिँ उपमेयरको मेरो छोरा हो प्लिज त्यो हटाइदिनुहोस् ल त्यो चाहिँ प्लिज अनुरोध गर्छु प्लिज हटाइदिनुहोस् अध्यक्षजी यहाँ भेट्यो अस्तिदेखि अफिसमा भेटौँ भनेर चाहिँ यसो भोलाखसारी गरौँ भनेर चाहिँ भएर हाम्रो लिम्बूको नाति हजुर राईको छोरा भन्नुको मतलब मेरो मामली मेरो आमा लिम्बू हो हजुर तुमरुक लिम्बू म चाहिँ राईको छोरा पऱ्यो क्या त्यो मेरो छोराले चाबी नदिँदै नदेऊ न मेरो चित्त दुख्यो नि साह्रै नै हो उहाँले गर्नु भएको होइन उकालो डाँडा त्यो त एकदम गाह्रो कसरी मेरो हातमा छ लचक लचक कसैको कुर्सी भनेर सम्झिनु भएको होला तपाईँहरूले त्यो होइन त्यो यस्तो चिन्ताजनक कुर्सी छ त्यो कुर्सीमा बस्यो भने पनि सबै चिज छ होइन त्यसले गर्दाखेरि हरेक पाइलामा सोचेर हरेक भने 5 वर्षमा क्यालकुलेटर गर्नुहोस् 1825 दिन हुन्छ क्या 5 वर्षमा बुझ्नुभयो अनि त्यो 5 वर्षभित्रमा चाहिँ तपाईँको 240 दिन चाहिँ शनिबार पर्छ है त्यसमा तपाईँको 5 वर्षमा चाहिँ तपाईँको वैशाख 1 गतेदेखि चैत अन्तिमसम्ममा चाहिँ तपाईँको 213 दिन चाहिँ चाडपर्व पर्छ हिसाब किताब गरेर होइन त्यो सबै 1825 दिनमा हामीले काम गरिरहँदाखेरि त्यो सबै कुराहरू मिलाउँदाखेरि एकदम सोचेर सम्झेर गर्नुपर्ने हुन्छ